गुड मर्निङ, नमस्ते। आज चाहिँ मैले तपाईँहरूको लागि आइफोनको चार्जरको विषयमा सानो इन्फर्मेसन लिएर आएको छु। तपाईँको चार्जर बिग्रिसकेपछि जब तपाईँ मार्केटमा चार्जर किन्न जानुहुन्छ, त्यहाँ तपाईँले थुप्रै भेराइटीको प्राइस रेन्ज भेट्नुहुन्छ। इभन 500 देखि लिएर 5000 सम्मको भेराइटी तपाईँले नेपालमा पाउन सक्नुहुन्छ। जस्तै तपाईँ अब ओरिजिनल किन्न जानुहुन्छ भने यस्तो प्याकिङमा, यानि कि जुन यो नेपालको अथराइज इम्पोर्टर जेनेरेसन नेक्स्टको होलोग्राम लागेको भ्याट बिलवाला यो जेन्युन चार्जर हो, यसमा नो डाउट होइन। अब तपाईँले यस्तै किसिमको कपी 1000, 2000, 1500 पनि पाउन सक्नुहुन्छ। त्यो कपी चार्जरहरू भयो, जसले कपी चार्जर युज गर्नुभयो भने तपाईँको 70% प्रब्लम फोनमा आउँछ भने त्यो चार्जरको कारणबाट आउँछ। यति कुरा बुझ्नु होला। यदि तपाईँ अब ओरिजिनल तपाईँले अफोर्ड गर्न सक्नु भएन, तर अब अरू कुन किन्ने त भने तपाईँको लागि बेस्ट अप्सन हुन्छ थर्ड पार्टी ब्रान्ड। थर्ड पार्टी ब्रान्ड भनेको जुन एमएफआई भनेको मेड फर आइफोन, जुन एप्पलले सर्टिफाइड गरेको ब्रान्डहरू हुनसक्छ। जुन ग्लोबल्ली एप्पलले सर्टिफाइड गरेको ब्रान्डहरूमा म तपाईँ देखाउँछु। एउटा ब्याङ्क्स होइन, यो ब्याङ्क्स तपाईँले चुज गर्न सक्नुहुन्छ। ब्याङ्क्सको भेराइटी भयो। त्यसै गरी तपाईँको अर्को ग्लोबली सर्टिफाइड जुन एप्पलको एमएफआई ब्रान्डमा एङ्कर तपाईँले चुज गर्न सक्नुहुन्छ। अब त्यसै गरी तपाईँले अर्को मोम्याक्स चुज गर्न सक्नुहुन्छ। यस्तो किसिमको चार्जरले तपाईँको ब्याट्री हेल्थहरूलाई घटाउँदैन र फोनको लाइफ पनि बचाउँछ। यस्तै भिडियोको लागि हामीलाई फलो गर्दै गर्नु होला। हस्, धन्यवाद।